हेलो साथीहरु, आज चाहिँ हाम्रो दिदी बहिनीको रामेन पार्टी हुनेवाला छ। यो रुममा ल्याइसकेपछि बनाएर अब म भाका लगाउँछु दिदी बहिनीलाई है। यहाँ चाहिँ आज के छ त हेर्नुस्। रामेन अन्त अन्डा दुईटा, यता पनि भाका लगाउँ रामेनको है। रामेन अनि दिदी तपाईँ त भिडियोमा नआउने होला है। म यहाँ माथि राखेर खाइदिन्छु है। नाटक फेरि कति गरेको है बुढी मान्छे। के भन्छ? धेरै भयो अरे है, अहिले त उले सक्छ है। त्यही त भने तिमीले लिएन त मलाई। हो म हातैले खान्छु। यो समय त तपाईको हैन कसो मेरो यसो ए पछाडी मटर त माथिबाट भयो त। हाम्रो यो भाग उयो नै कस्तो है, लाइट धेरै लाइट त हाम्रो त त्यस्तै छ। यो चाहिँ हाम्रो छाउछाउ हो। यो मेरो भाग, यो दिदीको भाग। मेरो धेरै भयो कि हो? हैन हैन बडाबडी छ। हे बडाबडी छ त। मेरो धेरै जस्तो लाग्दैछ त। हैन हैन यो चाहिँ हाम्रो जुस हो। दिदी चाहिँ भिडियोमा आउनु मान्नुहुन्न। राखेर खाऊँ हजुर। अनि तपाईँ भिडियोमा नआउने भन्नुहुन्छ कि यहाँनिरदेखि राम्रो आउँछ भनेर नि। दिदी भिडियोमा आउनु मान्नुहुन्न, त्यही भएर म चेस दिदी कस्तो भएछ आज नयाँ स्टाइलले चेक गर्नु। धनिया उयोहरू लगाइदिएको ल है साथीहरू। आजको हाम्रो पार्टी चाहिँ सुरु भयो। दिदी त यता कुनामा हुनुहुन्छ क्या। खाएँ है। मिठो भयो खाइदिनु। प्याज स्याज लगाइदिएर बनाइदिएको नि। हामीले त्यो कागती चाहिँ ल्याएन नि है। कागती मच्छर पसेछ हौ भान्सामा। दिदी टोकेर मलाई कस्तो टोक्छ मच्छरले मलाई। मैले त टोकेन त मच्छरले। आफूले छ कि के हो? त्यही भएर त्यो ढोका कता काम पऱ्यो भने मात्रै खोल्ने क्या। अब यो मच्छरको सिजनमा त मच्छर घुस्छ भित्र, तापो पस्छ। जस्तै यो रामेनको गन्ध आउँछ क्या। पिरो भएछ है दिदी ठिक्क। हामीले कति समय पछाडि खायो? 1 महिना नि। तपाईँ पहिला यो रामेन खानै नजाने मान्छे होइन? खानै सक्दिनँ म, पिरो भएर डर लाग्थ्यो। सिङ्गल त त्यस्तो पिरै लाउनु क्या। सुरुमा त त्यो सिङ्गल खाँदा पनि आमामा यस्तो गाह्रो भएको थियो। गरिम भइदियो गरिम भयो गरिम भयो भने पङ्खा खोलिदिउँ। ठिक्क भएछ नि त नि। चिसो है जुस के चिसो पिरोमा। के भन्नु मान्छे, म त भाँडा बुट्टी ल्याउँछु भनेर त बिर्सिरहेको छु। कसले बनायो होला यति मिठो चिज? धेरै खाँदैन मलाई चोटो ठिकै हो त। धेरै पनि खाँदा मान्छे बिरामी हुन्छ है। यति महँगो छ फेरि है।
महँगो पनि छ, धेरै सुसिला खानु पनि हुँदैन है। महिनामा 1-2 चोटि ठिकै हो, धेरै चाहिँ खानु बिरामी पर्छ। नेपालमा करेन्ट नै मान्छे बिरामी भयो भने सुन्छु यो खाना मर्दैन। त्यही त नेपालमा करेन्ट खानेले यो खान सक्दैन दिदी। ल डल्ले पनि खाइदिएको। कस्तो हुन्छ मेरो हालत। त्यो करेन्ट त मलाई त पिरो लाउन्न हौ। यस्तो कुरो खाएर त के पिरो लाग्छ त है? यस्तो कुरो खाने भने चाहिँ त्यतिको त कस्तो लाग्दैन नि पिरो। त्यो मसलामा पनि तेलै तेल मात्रै हुन्छ, त्यसमा तेल हुन्न नि है नि। थुक्पा पनि खानु पर्ने हो एक दिन बनाएर है। त्यो थुक्पा चाहिँ भर सकेसम्म चाहिँ लोकल कुखुरा ल्याएर खाम्ला भनेको। यस्तो हेर्दा तर यहाँ जति ऊ कलर देखेको छ क्यामेरामा त्यस्तो नदेख्ने कि सिधै देख्ने। पिरोले कानै बन्द भयो झ्याप्पै। फेरि खोर्सानी खानु छोडे पो। मटर कुखुरा यहाँ कति खाने कुखुरा बिहान बेच्दैन होला है, सोध्नु पर्ने। सोध्नु पर्ने। यहाँ पनि छ, यहाँबाट पनि छ कुखुरा, तल पनि छ। अझै भाले देख्छ म। यहाँ कुखुरा दिएको छ क्या अहिले उता पालेको छ। कुखुरा पुरा देख्छु अहिले म। कान पुरा बन्द भएको छ है। डल्लेले भेटा यहाँ पर। बरु यसले मलाई पेट पोल्दैन, डरले लाग्दै पेट पोल्छ हौ। काँचो टोक्दैन त मलाई, काँचो टोक्नु डर लाग्छ। कानको घरमै चिलायो पिरोले। दिउँसोको डल्लेले बितायो मलाई त। आमामा कति पिरो हो? ल है साथीहरू, फाइनल्ली हाम्रो लुक्स चाहिँ रामेन खाइसके पछाडिको पुरा कान बन्द भइरह। ल बाई बाई, अर्को भिडियोमा भेट्नुपर्छ।